नमस्कार सबैजनालाई। आज मैले कुनै पनि इन्फर्मेटिभ भिडियो होइन, एउटा सानो किस्सा लिएर आएको छु। सायद यो कसैलाई पर्यो होला अथवा मलाई चाहिँ पर्यो। यो गलत हो या सही हो मलाई थाहा छैन। मेरो मनमा अझै पनि छ, त्यही भएर मैले यो सेयर गर्न चाहेँ। तपाईँहरूले यसलाई कमेन्टमा बताइदिनु होला। काठमाडौँमा मेरो घर चाहिँ चितवन। म काठमाडौँ जाँदै थिएँ होइन। काठमाडौँ गइसकेपछि पुगेर चाहिँ मैले एकजना आफ्नो मान्छेलाई मैले फोन गरेँ। म आएको छु, तपाईँको कोठा कहाँ हो भनेर सोधेँ होइन। अनि उहाँले मलाई चोकसम्म लिन आउनुभयो र म उहाँको घरमा पनि गएँ। अनि घरमा गएपछि एकैछिनको बसाइपछि चाहिँ उहाँले फेरि ल आउनुहोस् भनेर मलाई चाहिँ मोटरसाइकलमा लिएर जानुभयो। लिएर गएर एउटा होटेलमा लानुभयो र होटेलमा ल्याएर एउटा कोठा देखाउनुभयो। ल आज यहाँ बस्नु, मेरो घरमा चाहिँ एकदमै प्याक छ। आज पाहुनाहरू आउँदै हुनुहुन्छ, यहाँ बस्नु आज भनेर भन्नुभयो। अनि म झसङ्ग भएँ। ओहो, के भन्नुभयो, किन म होटेलमै बस्ने भए त म आफै पनि बस्न सक्थेँ भन्ने मलाई फिल भयो। तर पनि त्यो बेलामा मसँग पैसा त्यति धेरै पनि थिएन, होटेलमा बस्न सक्ने पनि मसँग पैसा थिएन। अनि त्यसपछि लाएर त्यो साउनीलाई, जुन होटेलको साउनीलाई, उसले खाएको पैसा र होटेलको एक दिनको भाडा म दिन्छु भनेर जानुभयो। बेलुका मलाई रातभरि निद्रा लागेन। त्यहाँ खाना पनि खाएँ, बसेँ पनि। र भोलिपल्ट म उहाँलाई केही पनि नभनिकन म बिहान उठेर गएँ है। अब मेरो भनाइ के भने, मैले त्यसरी बस्दा मलाई उहाँले मान गरेको हो या मलाई चाहिँ अपमान गरेको हो या मलाई चाहिँ उहाँले चाहिँ ठिकै छ आइहाल्यो यसलाई चाहिँ बस्न दिउँ भनेर राख्नु भएको हो कि उहाँको घरमा लान नखोज्नु भएको हो कि के हो। मैले चाहिँ यो मलाई अझै पनि मेरो मनमा लाग्छ कि के होला, के गर्नुभयो होला, के सोच्नुभयो होला त्यो बेलामा, यो सही थियो कि यो गलत थियो भन्ने मलाई अझै पनि लाग्छ। प्लिज तपाईँहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला। मेरो मनमा अझै पनि छ यो। थ्याङ्क यू, किप वाचिङ, बाई बाई।